हिजो आएको त यति हगेर आयो भोक लाग्छ होला गुड मर्निङ फर के ठाउँ हो यो गुड ठाउँ सौराहा सौराहा रोड म झ्याप्छु है गाई हिजो मैले रमेको बोतल खाइदिएँ ताते ओइ साथी मलाई त यार केही नि देखाएन त्यो घामको किरणले यार ल ल ल ओ माई गॉड यो कुन इफेक्ट स्टोन सफारी सौरा इफेक्ट नै हैन के लामो सौरा यतापट्टि जङ्गलै रहेछ क्या यार तिमीहरूले मतिरै लाइट बाल्न पर्ने ल्याइदिनु गएन काला गाइज है फेरि त्यही 6 जना यी भ्यान चोत मागर चोतहरू सौरा सौरा ल्याखन के 81 सौरा आएर ल त्यही 6 जना भ्यान चोतहरू है त्यही 6 जना गैँडा जाम जाम दाइ एउटा गैँडा चाहिँ छिर्नभन्दा अगाडि नै देखियो गैँडा देखियो अब के देखिन्छ अब बाटोमा हेर्दै जाँदा अब गैँडा त यस्तो घरमै आउँदो रहेछ आर्मी ब्यारेक हो पानी चुहियो त यहाँबाट त अनि सफारी हाम्रो सफारी भ्लगमा हुन्छ यता सफारी भिडियो कलमा ट्र्याक्टर हटाने भन्दा म 6-7 जनालाई फोन गर्छु भिडियो बनाउन कोही गाजा गनाको छ ए यहाँ त काउलीले गाजा खाएर जात्रा भथा भने बस्न आँखा रातो देखेर चस्मा ला भटे गैडी निचे देख्छ अहिले दाँत सुर त धेरै लामो हुन्छ दाहरा त काउडीले बेच्ने अरे क्या ढाडको बाजु आज यो जङ्गल हेर्दा काउडीले रमाइलो लगाएर क्या मेन्टेन गर्नु खालि तर 2 दिनको स्टिक छ त्यो मेन्टेन फर्स्ट पोइन्ट हात्ती यहाँ फेरि चेक पोइन्ट होला यहाँ चाहिँ चेक पोस्ट किन कराएको के दिने हो नकराए गरिरहेको त यहाँ लोकल मान्छेहरूले पनि घाँस काट्ने यताउता गर्छ गर्दछ होइन तर यहाँ चाहिँ छिर्न चाहिँ पाइँदैन नियममा चाहिँ छिर्न पाउँदैन होइन तिनीहरूको हाम्रो तिनीहरू चाहिँ आफ्नो ओन रिचमा आउने हो अब घाँसहरू दाउराहरू गरेर चाहिँ पाउँछ चाहिँ होइन अब यही एरियामा तपाईँको जनावरहरू ओपन एरियामा अहिले चरी खायो भने त जनावरको मान्छेहरू साथी मान्छेहरूको अब लोकल मान्छेलाई रोकेर रोकिँदैन हजुर हजुर
गर्न पाइँदैन के अब नजिक गैँडा एउटा भएकै छ। देखिएन त हल्ला नगरौँ किनभने उनीहरू एग्रेसिभ हुन्छ आरामले केही सोध्नु छ भने सोध्नु होइन यो एकछिन त हाम्रो अब नेपालमा पाइने त्यो साँप्रोमा त्यस्तै हुने हो कि त्यो घाउ भयो त्यो होइन त्यो त्यसको त्यो त बम हो त्यो त्यस्तै हो त्यो स्पोर्टै हो त्यो यो चाहिँ तपाईँको नाइट अब्जर्भेसन टावर हो हामी चाहिँ नजिक नजिक जाँदैछ है गैँडाको। नडराउनु होला है प्लिज हल्ला चाहिँ नगर्नु है आरामले फोटो लिनु मूर्ति जस्तै भयो भने धेरै रोक्न मिल्दैन हेर्दा राम्रो हुन्छ क्या तिनीहरू पोथीहरू त्यति राम्रो हुँदैन किनभने भाले राम्रो हुनुको मेन कारणले गर्दा त्यो एट्र्याक्टिभ गरेर अनि पोथीहरू पछि पछि जाने त्यो चाहिँ मेटिङ टाइममा त्यहाँबाट यिनीहरू पनि अब हाम्रो पहिला किन यो भारीले गर्दा यहाँ अब भित्र पनि उड्न सक्दैन नि यिनीहरू अब यस्तो खुल्लामा पो घाटा उडिहाल्छ जङ्गली गाउली हुन्छ भाले पोथी जरा यसलाई इङ्ग्लिसमा चाहिँ साम्बडियर भन्छ भाग्यो पछाडिबाट देख्न हामीले एउटा के देखियो यसको उड्यो लेसर असिस्टेन्ट स्टक भन्छ उड्यो नेपालीमा चाहिँ भुँडीफोर अथवा गडुर भन्छ गडुर उड्यो खतरा उड्दो रहेछ है त्यत्रो ठुलो हुँदा नि तर उडेको यार खोइ कता गयो
गैँडा आराम गर्दैछ के बाघ भन्छ त्यो पानीभित्र सनबाघ हिँड्दैछ अर्कोमा के भन्छ चरा थैले कुकुर साला काम नलाग्ने त्यो गैँडा भन्दा त यही गैँडाको अगतिलो हो त नि यही गैँडा खोइ चाउचाउ बँदेल देखियो है बँदेल हामी आएर ठ्याक्क बँदेल देखियो कहाँपट्टि छ भन्ने कुरै थाहा छैन भाग्यो बँदेलहरू भाग्यो साथीहरू बाघ भेटेन भनेर बाघ खोज्दै हिँड्यो बाघ यहाँ खा भन्ने कुरो साथीहरूलाई थाहै छैन बाघ यहाँ खा साथीहरू जङ्गलमा खोज्न हिँड्यो तपाईँको अहिले यो बदल पनि हाम्रो इन्डेन्जर स्पेसिसमा परिसक्यो किनभने प्रत्येक वर्ष बाढी आउँछ यो जुन यो लेदो माटो हुन्छ नि यस्तो माटो त्यो माटोमा खै के रोग आएको छ अनि त्यो बदलहरूलाई चाहिँ टिभी लागेर अनि बदलहरू पहिला बाघ यहाँ छ बाघ यहाँ खा केटाहरूले बाघ खोज्या बाघ हेर्न खोज्या बाघ त यता खा नि भ्याइयो अब जङ्गल सफारी खतम देखेन केही पनि बाघ हेर्न आएको छैन बाघ हेर बाघ त्यही त भनेको त साथी बाघ यहाँ अनि केटाहरू गाडीमा यस्तो खर्च गरेर हिँडिरहेको पछाडि बाघ खोज्दै हिँड्यो बाघ अगाडि बस्यो थाहा छैन अहिले पनि पछाडि कुकुर बस्यो पछाडिको कुकुर मुखे घरको यी कुकुर मुखे घरको बाँदर मुखे ए चलि बाँदर मुखे यो टावरमा चाहिँ सुत्न मिल्छ अरे टक्क नाइट स्टेको लागि मिल्छ अरे यहाँ अब खोइ त अब के हेर्ने हो खोइ देखिएन केही पनि केही देखिन्छ कि भनेर भिडियो गरेँ तर केही नै छैन सबै नर्मल देखियो अब देख्यो भने भेटौँला फेरि है त राखी गुड नाइट अहिले गुड नाइट भए छैन गुड मर्निङ हेभ अ गुड डे अहिले फेरि भेट्नुपर्छ एकछिनमा केही देख्यो भने नआएर सिङ भएको मिल्छ देखियो खता खता सिङ त नि बुढाबुढी
ल चल्दै गयो यहाँबाट नि अब खै अब के देखिन्छ भनेर ल्याएको थिएँ यहाँ देखेको भनेको के भन्छ एउटा हात्ती देखियो अनि गैँडा अनि गोही अनि मृग मृग यो मृग अनि जरायन देखियो अनि अर्को चाहिँ अर्को के देखियो हामीले त्यो जङ्गली त्यो के भन्छ त्यो चाकुटे थियो त्यो सानो खै नामै थाहा भन नाम भयो त अनि यही हो अब यो कहाँ हो कहाँ भने घुमेर हामी चाहिँ अब हिजो आएको थियो भिजनतिर हिजो थाहै थिएन त्यत्तिकै राति जोस चल्यो आइदियो अब बाइकमा हिँडेको त्यो के भन्छ पोखरा चितवनको बाटो नि कति देखाउने के देखाउने त्यो हाइवेको बाटो भिडियो सिडियो गरेर होइन सरासर हाइवे अब जाने होटेल जाने चल्दै नि पोखरा बाटोमा केही त्यस्तो इन्ट्रेस्टिङ भयो भने भेटौँला फेरि है त जे होस् फाइनल्ली हामीले चाहिँ है फाइनल्ली दाइले चाहिँ बाहिर आयो भनेर फाइनल्ली मैले चाहिँ बाहिर आउने बेला बाघ चाहिँ देखेँ है जङ्गलमा देख्न त्यस्तै हो बाघ चाहिँ देखेँ मैले रियलमा नदेखेँ नि फोटोमा चाहिँ बाघ देखेँ है ल अब होइन हामीले कि जङ्गलमा गएर बाघ नदेखि निस्किने बेलामा बोर्डमा बाघ चाहिँ देखियो है फोटो बाघ देखेको भन्ने नि मलाई 1000 क्यामेरा स्विच अफ हामीले बाघ देखेको तर फोन अफ भएर मैले भिडियो गर्न पाएन अब भ्याइयो जङ्गल सफारी हामी निस्केको अब टक्क पोखरातिर निस्किने कति बेला हुन्छ एकछिन हात्ती बसेको होटेल चाहिँ यो हो राम्रो होटेल चाहिँ दामी सर्भिस दामी हात्ती 1 2 3 गैँडा के अरे साथी थियो तिमी टक्क हामीहरू चेकआउट भएर अब निस्किने बाइक चाहिँ उहाँ सर्टका भागामा बाइक त्यहाँ एउटा त्यहाँ दुईवटा यहाँ अब निस्किदिने स्याप पलाएर ल है त गाइज यो चाहिँ 20,000 ताल है हामीले अस्ति नै यहाँ बसेर फोटो खिचेको थियो कि ट्याक्कै यो रुखमा हो त्यो टुप्पोमा गएर पहिला कलेजबाट टुर आउँदाखेरि अहिले चाहिँ राम्रै भएको राम्रै छ तर रातो भएको पानी है हुन्छ नि त मैलाले गर्दा नि होला फुलहरू चाहिँ दामी रहेछ ताल यही हो हामी आइयो केटाहरू आइपुग्यो अझै एकजना साथी आउँदैछ पछाडि यो जङ्गल देख्दा त मलाई के याद आउँछ है बुझ्नुभयो होला अब हे यही नै हो अब हामी एकछिन यहाँ रमाइलो गरिन्छ फोटोसोटो खिचिन्छ फोटो खिचिन्छ मन लाग्यो भने खिचिन्छ मन लाग्यो भने त्यत्तिकै हिँडिन्छ
छोरा मान्छेको जातलाई फोटोको वास्ता छैन। छोरी मान्छे भयो अब गर्दै हुन्थ्यो, अब यता र उता पोज दिँदै ठिक्क हुन्थ्यो। अब छोरा मान्छेलाई अब चलो न कपडाको मतलब छ न के को, जे उठा चल भाइ लगा हिँड, जाङ्गेमै भयो नि दिने, जान पऱ्यो त्यही रमाइलो हुनु पऱ्यो भयो। हाम्रो फेरि त्यो हो चलन। त्यति नभए फेरि चाप्छ, अर्को दिनबाट फेरि चाप्न सुरु हुन्छ फेरि। बक्कलकर हो एउटा चरा बस्यो हो, यता नि बस्यो यी दुईटा जोडी चरा। अब यस्तै हो, काउली मर्यो, थैले फुस्कियो, फर्सी भ्याइयो। अब